हेलो साथीहरू नमस्ते। के छ आरामै हुनुहुन्छ होला हजुरहरू सबैजना? लोकसेवा तयारी हजुरहरूको कहाँसम्म पुगिसक्यो? फेरि आज पनि हजुरहरूको लागि एकदमै नयाँ खबर लिएर म यहाँ उपस्थित भइसकेको छु। नेपाल खानेपानी संस्थानको भ्याकेन्सी एकदमै धेरै सङ्ख्यामा धेरै मात्रामा खुलेको छ। तपाईँहरू लोकसेवा तयारी गरेर बसिरहनु भएको छ र इक्जाम दिन कहाँ जाने, कुन संस्थान खुलिरहेको छ, कसरी इक्जाम दिने भन्ने हुनुहुन्छ भने नेपाल खानेपानी संस्थानमा फर्म भर्नुहोस् र इक्जाम दिन तयारीमा जुट्नुहोस्। नेपाल खानेपानी संस्थानको प्रधान कार्यालय त्रिपुर सर काठमाडौँमा रहेको छ। खानेपानी संस्थानमा वैशाख 6 गतेदेखि यही वैशाख 6 गतेदेखि विभिन्न पदमा तहमा राम्रो सङ्ख्यामा भ्याकेन्सी आइसकेको छ। तपाईँहरू यदि तपाईँ इच्छुक हुनुहुन्छ, संस्थान दिन मन लागेको छ, हतार छ है कतै जागिर खान पाए हुन्थ्यो जस्तो लाग्छ भने हजुरहरू यो खानेपानी संस्थानमा फर्म भर्न सक्नुहुन्छ। यसको लागि तपाईँहरूले नेपाल खानेपानी संस्थानको वेबसाइट www.nwsc.government.in मा गएर अफलाइन फर्म डाउनलोड गरेर प्रिन्ट गरेर अफलाइन फर्म भर्नुपर्ने हुन्छ। त्रिपुर सर काठमाडौँमा गएर आफ्नो अफलाइन फर्म दर्ता गराएर विभिन्न पदमा इक्जाम दिन सक्नुहुनेछ। त्यसको लागि 21 दिनसम्म यसमा फर्म भर्न सकिन्छ भने 21 दिनपछि 7 दिन बर्दास्तमा पनि फर्म भर्न पाइने व्यवस्था रहेको छ। आज हामी खानेपानी संस्थानको भ्याकेन्सी विस्तृत रूपमा हेर्नेछौँ। विभिन्न तहमा खुलेको भ्याकेन्सी प्रशासन, लेखा अनि प्राविधिकतर्फ अपराविधिक दुवैतर्फमा राम्रो सङ्ख्यामा राम्रो मात्रामा भ्याकेन्सी खुलेको छ। तपाईँहरू यदि इच्छुक हुनुहुन्छ भने अफलाइन फर्म भरेर आफ्नो पढाइलाई तीव्र गराई अवसरमा जुट्नुहोला र जागिर खाने सपना हजुरको पुरा होस् भन्दै विभिन्न पदमा होइन धेरै त प्रशासन र 5औं र 4थोमा एकदम राम्रो भ्याकेन्सी खुलेको छ। खुल्लामा 6 जना छ भने लेखामा पनि 6 जना नै हो। प्रशासनमा 4थोमा 8 जना खुल्ला छ भने लेखा दिनुहुन्छ भने यदि हजुर 17 जना खुलेको छ। 4था र 5औंको हाम्रो दस्तुर भनेको 700 रुपियाँ नै रहेको हुन्छ। यदि अफलाइन फर्म भर्न आफूलाई जान च्याउ लाग्छ भने साथीको माध्यमबाट पनि फर्म भर्न सकिनेछ। फर्म भर्दाखेरि नोबेल ब्याङ्कमा तपाईँले नोबेल ब्याङ्कको खाता नम्बर माथि उल्लेख गरिसकेको छ। यो खाता नम्बरमा जम्मा गर्दा पनि हुन्छ, नभए त्रिपुरेश्वर गएर अफलाइन फर्म भर्दाखेरि अनलाइन पेमेन्ट गर्न पनि सकिन्छ। सूचना प्रकाशन गरिसकेको छ केन्द्रीय कार्यालयले। यदि अफलाइन फर्म भर्दा अनलाइन पेमेन्टको सुविधा छ भने एकदमै सजिलो हुन्छ फर्म भर्दा। फर्म आफै प्रिन्ट गरेर लगेर जानुपर्ने हुन्छ। फर्मको लागि फोटा पनि चाहिन्छ र आवश्यकता अनुसारको विवरण आफ्नो विवरण भरि आफूले चाहेको पदमा यसरी भर्न सकिनेछ। यस्तै संस्थानहरूको भ्याकेन्सी अनि यसको पाठ्यक्रम पछि अर्को भिडियोमा ल्याइ उपस्थित हुनेछु म। र यस्तै भ्याकेन्सीहरूको लागि होइन हजुरहरूलाई केही जान्न मन लाग्छ छ भने हामीहरूले च्यानललाई सब्सक्राइब गर्नुहोला र लाइक कमेन्ट सेयर गर्न नबिर्सनुहोला। केही थप जानकारीको लागि पनि म एकदमै रेस्पोन्स गर्नेछु। धन्यवाद साथीहरू।